ल स्वागत छ फेरि पनि सबैजनालाई नेपाली भ्लगमा। आज चाहिँ म अलिकति ढिलो उठेँ है, किन भन्दाखेरि हिजो क्लोजिङ गर्दाखेरि अलि ढिलो नै भयो। अनि हाम्रो चाहिँ रातिसम्मै चल्छ नि त क्याफे, अनि त्यही भएर आज चाहिँ अलिकति ढिलो उठेँ। र आज चाहिँ मैले एउटा स्याउ र पानीबाट बिहानको सुरुवात गरेको छ। र आज म जाँदैछु यो पुरै बकाउ सिटी देख्ने एउटा डाँडा हैन, मलाई थाहा त छैन, तर पनि मैले खोज अनुसन्धान गर्दाखेरि चाहिँ एउटा ठाउँ पाएको छु र म त्यो ठाउँमा जाँदैछु। र यो पुरै सिटी देख्छ कि देख्दैन हेरौँ। र पुरै यो सिटी चाहिँ पुरै सम्म छ र म चाहिँ डाँडामा जान खोज्दैछु, तर त्यो सत्य हो कि होइन त्यस अब थाहा हुन्छ। अब म बिस्तारै कुदेर जान्छु, जगिङ गर्दै जान्छु, त्यहाँसम्म जसरी पुग्छु र भिडियोमा सबैलाई देखाउँछु। लेट्स गो। आज चाहिँ मौसम पनि एकदम बवालै रहेको छ, घाम लागिरहेछ मस्तको, देख्न सक्नुहुन्छ जताततै। अनि आज मजै छ, चिसो चिसो छ, त्यही पनि म रोक्नेवाला छैन। मेरो पैताला चाहिँ रोक्नेवाला छैन। म जानेछु जसरी पनि त्यो ठाउँसम्म, त्यही 6-7 किलोमिटर होला, धेरै छैन। त्यही पनि म जसरी जान्छु भनेपछि जान्छु। लेट्स गो बेबी। यस्तो राम्रो ठाउँ छ यतिर, देख्न सक्नुहुन्छ, बवाल छ। यता म कुदिरहेछ, यता गाडी कुदिरहेछ, मजा आइरहेछ, मजा कुदिरहेछ। म अझै पनि रोकेको छैन, मजा आइरहेछ। अब कन्टिन्यू दिने हो। मजा आइरहेछ, मजा। साथीहरू कुद्नुपर्छ है। अब यसरी कुद्यो भने चाहिँ आफ्नो हेल्थलाई नै एकदम फिट अनि एकदम हेल्थ पनि एकदम गुड हुन्छ है, त्यही हो। यो चाहिँ पुरै विदेशमा है, माथि यहाँ कुदिरहेछ र तल यहाँ पुरै कुदिरहेछ होइन, पुरै अन्डरग्राउन्ड यहाँ माथि कुदिरहेछ, माथि गाडी। अनि यहाँ फेरि यतापट्टि म कुदिरहेछ। लेट्स गो। अब छेउछाउतिर चाहिँ पुरै जङ्गल देखियो, यतातिर उतातिर चारैतिर जङ्गल छ है, एकदमै जङ्गलको नजिक पुग्यो म चाहिँ। अझै धेरै कुद्नु छ, मैले भर्खर सुरुवातको जङ्गल पुगिरहेछ, अझै धेरै कुद्नुपर्छ। अझै मेरो डेस्टिनेसन पुग्नलाई चाहिँ अझै अलिकति धेरै कुद्नुपर्छ है। मैले केही छैन, तर म कन्टिन्यू दिन्छु। रोक्नेवाला चाहिँ छैन है साथीहरू, रोक्नेवाला चाहिँ छैन। यहाँ जेब्रा क्रस रहेछ, तर कस्तो नदेखायो कि यस यहाँबाट थाहा पायो। त्यही पनि गइरहेछौँ। लेट्स गो। जेब्रा क्रस पनि क्रस गऱ्यो। बाटो चाहिँ एकदमै लोकेसनको भरमा हिँड्नुपर्ने भएकाले मलाई अलिकति गाह्रो भएको छ है। बाटोहरू त्यस्तो एक्ज्याक्टली मलाई पनि थाहा छैन, त्यही पनि म म्यापको भरले हिँडिरहेको छु कि पुरै म्यापको भरले कुदिरहेको छु। त्यही भएर अलिकति मलाई समस्या आएको छ बाटोमा चाहिँ। ठिक छ, केही छैन। त्यही पनि ल मैले डाँडा चाहिँ देखिसकेको छ। डाँडाहरू चाहिँ त्यता टाढा टाढा रहेछ है। यता चाहिँ पुरै हाम्रोतिर चाहिँ पुरै सम्म छ क्या, यतिर चाहिँ पुरै सम्म छ। अनि अहिले लगभग अलिकति धेरै कुदेपछि चाहिँ मैले डाँडाहरू पनि देखेँ, तर म त्यहाँ पुग्नुपर्छ आज चाहिँ होइन, केही छैन। म त्यहाँ पुगेरै छाड्छु अनि पुरै सिटी हेर्छु पनि। र पुरै सिटी कस्तो देख्दो रहेछ हेर म गाइस। फ्याक्ट्री रहेछ है, ठुलै फ्याक्ट्री रहेछ। यहाँबाट अस्ति हामीले चाहिँ बोस र मैले चाहिँ अस्ति यहाँबाट केक लगाएको थियो। अहिले कुद्दै आउँदाखेरि यहाँ पनि पुग्यो। मलाई थाहा थिएन यहाँ पुग्छ भनेर, त्यही पनि यहाँ पुग्यो। बोसले भनेको थियो तिमी यहाँ आएको छ कि छैन पहिला भनेर सोधिरहेको थियो। म आएको छैन यतातिर कहिले पनि भनेको। आज फेरि कुदेर आइपुग्यो, मलाई थाहा छैन, तर पनि यो ठाउँ पनि पुग्यो है। अलिअलि पसिना बग्न सुरु भइसकेको छ, देख्न सक्नुहुन्छ। पसिना बग्न थालिसकेको छ मेरो। अब केही छैन, अझै पनि मैले धेरै कुद्नुपर्ने छ। अझै कति धेरै टाढा पुग्नुपर्ने छ, आधा बाटो जति चाहिँ मेरो फिनिस भइसकेको छ। लेट्स गो। अहिले चाहिँ म रङ वे कुदिरहेको छु है, किन भन्दाखेरि आफू पुग्नुपर्ने भन्दा पनि अर्कै ठाउँ कुदिरहेको छु। किन भन्दाखेरि यहाँ जेब्रा क्रसै छैन भने केटाहरू, जेब्रा क्रसै देखेन मैले। धेरै गाह्रो भइरहेछ, कहाँबाट बाटो काट्ने, गाह्रो अति नै गाह्रो। अब चाहिँ भने पुरै गाउँघरतिर छिरियो है। ल है, हाम्रो गाउँघरतिर जस्तो छ पुरै, त्यस्तो गाडीहरू पनि त्यति देखिन्न। र अब चाहिँ पुरै सहर पनि देखिन्न है। अब चाहिँ यतातिर देख्न सक्नुहुन्छ पुरै गाउँतिर आएको छ। जाम पुग्न लागिसक्यो होला। अब लगभग मेरो डेस्टिनेसन चाहिँ यसै कुदिरहेको छु म। ओ माइ गड, धेरै गाह्रो भइरहेको छ मलाई। केही छैन, रोक्नेवाला छैन है साथीहरू। देखियो बारीहरू देख्न सक्नुहुन्छ,
बारीहरू ठुलै फाँटहरू डाँडामा पो पुग्नुपर्ने छ त म एकदम डाँडामा पुग्नुपर्ने छ अझै फाँट मात्र देखिरहेको छु म मजा आयो मजा सहरबाट गाउँ छिरियो देख्न सक्नुहुन्छ पुरै फाँट वा पुरै हेर कस्तो राम्रो फाँट वा मलाई चाहिँ रमाइलो लाग्यो खतरा रमाइलो बारी अनि पुरा गाउँ अनि पुरै बारी अनि म पुग्नुपर्ने चाहिँ त्यो माथि डाँडातिर हो र एकदम रमाइलो भइरहेछ एकदम गाउँको फिल आइरहेछ एउटा ठुलो सहरबाट म गाउँतिर छिरिसकेको छ केही छैन लगभग म 40 मिनट जति कुद्यो होला 40 मिनट जति कुद्दाखेरि चाहिँ पुरै गाउँतिर आइपुगिसकेको छ है रोक्ने छैन है अझै पुग्नु छ म माथि डाँडातिर रमाइलो छ पुरै देख्न सक्नुहुन्छ तोरीबारीहरू अनि एकदम हरियाली छ एकदम रमाइलो छ यहाँ चाहिँ पुरै आधुनिकीकरण छ होइन पुरै फाँट छ हाम्रो साला नेपाल पहाडै पहाड छ त्यही पनि रमाइलो लाग्छ आफ्नो देश त होइन आफ्नो ठाउँ आफ्नो गाउँ त बबालै लाग्छ फेरि अरूको भन्दा त यहाँ बुझ्ने कोही छैन चिन्ने कोही छैन त्यही त गाह्रो छ अब यहाँ चोकमा आइपुग्यो तर कता जाने मलाई थाहा छैन मलाई पुग्नुपर्ने माथि डाँडातिर हो बाटो पो कहाँ छ यार गाह्रो पो बनाएर अब चाहिँ लगभग पुग्न आँट्यो कि जस्तो लागिरहेछ तर अझै म 15-20 मिनट चाहिँ कुद्नै पर्छ मलाई थाहा छ यतिहरू देख्न सक्नुहुन्छ हाम्रै गाउँ जस्तै छ क्या पुरै सानो सानो घरहरू यो त एक पाखे घर रहेछ सानो घर हुने रहेछ होइन यतातिर गाउँहरू देख्न सक्नुहुन्छ अनि एकदमै रमाइलो रहेछ यतिर चाहिँ देख्न सक्नुहुन्छ सबै कुराहरू मलाई चाहिँ एकदमै चन्द्रगिरीतिर कुदेको अनि गाउँघरतिरको त्यो डाँडा कुदेको एकदम याद आयो कि यस्तै बाटोहरू हुन्थ्यो है अलिअलि त्यसपछि पुरै गाउँमा पुगेपछि कच्ची रोडहरू हुन्थ्यो मलाई चाहिँ गाउँघरतिरको लास्टै याद आएको छ यो देख्दाखेरि चाहिँ माथि डाँडा देख्न सक्नुहुन्छ धेरै माथि छ क्या अझै कुद्नुपर्छ मैले धेरै तर पनि म एकदमै गाउँको फिल लिइरहेको छु यतिर चाहिँ एकदमै रमाइलो लागिरहेछ तर खुट्टाले चाहिँ साथ दिने हो कि नदिने हो दुख्न थालिसक्यो है पुरै गाउँतिर छ अब चलिरहेको छ चिसो छ है मौसम चाहिँ एकदमै यहाँको त्यही हो डाँडा कहाँ छ हो डाँडा जान्छु भनेको खाल्लोतिर पुग्छ त के हो यो हेर न साथीहरू डाँडा जान्छु भनेको खाल्लोतिर पुगेँ यार अब डाँडा नपुग्ला जस्तो चाहिँ हेरौँ के हुन्छ त्यही पनि ट्राई गरौँ न जाऊँ बाटै छैन के कहाँ पुग्नु पर्ने हो मलाई पनि थाहा छैन कहाँबाट माथि डाँडा चढ्ने हो यो सबै फलफुल रहेछ कि त्यो जानै नपाउने रहेछ कि देख्न सक्नुहुन्छ सबै फुलहरू लागिरहेछ कि अहिले यो डाँडाहरू म चढ्नुपर्ने चाहिँ त्यहाँ माथि हो तर चढ्नु पाउँदैन रहेछ कि गल्ती गरेँ मैले सहर देखाउन पाएन सरी म डाँडा चढ्नै पाएन कि सबै फलफुल रहेछ कि सबै आफ्नो पर्सनल बनाएर राखेको रहेछ कि पुरै डाँडा फलफुल रहेछ व्यस्त त छ हाम्रो अनि कसरी पुग्छ म डाँडामा म जानुपर्ने भन्ने उ त्यो माथि डाँडामा हो यार सरी यार अब पुग्यो मलाई पुग्यो म जाँदिनँ यहाँबाट उता चाहिँ पुरै जङ्गल छ म जाँदिनँ है किनकि मेरो डेस्टिनेसन चाहिँ पुगिसक्यो म डाँडा चढ्नुपर्ने डाँडा चढ्नलाई चाहिँ एकदम गाह्रो रहेछ किन भन्दाखेरि पुरै बार लगाएको छ कि पुरै आफ्नो पर्सनल फलफुलहरू के लगाएको छ कि म जानै सक्दिनँ कि अब यहाँबाट उता चाहिँ पुरै जङ्गल छ देख्न सक्नुहुन्छ म जाँदिनँ पुग्यो त्यही भन्छु मलाई चाहिँ यहाँ माथि डाँडा देख्न सक्नुहुन्छ डाँडा चाहिँ एकदम चढ्न दिइसकेको छ है मलाई अनुमति दिइसकेको रहेछ अनुमति दिएको छ है एकजना दिदीले चाहिँ आन्टीले भनौँ होइन इङ्ग्लिस बोल्ने रहेछ ठिकै छ झन् राम्रै लाग्यो उनीहरूले चाहिँ जान सक्नुहुन्छ तपाईँ त्यहाँ गएर भिडियो पनि बनाउन सक्नुहुन्छ भन्यो म चाहिँ सिधै जान खोजेको थिएँ होइन तर पुरै सिसी क्यामेरा रहेछ कि पुरै सिसी क्यामेरा बोल्ने रहेछ कि क्यामेरा स्यामेरा के हो भन्ने रहेछ अनि तिनीहरू आफै निस्केर आयो र मैले चाहिँ सोधेँ तर मलाई जाने दिइसकेको छ म चाहिँ यस्तो उकालो चढ्दैछु एकदमै उकालो रहेछ यहाँ खुसी लागेको छ थ्याङ्क यू सो मच आयो मम्मी अरे बाबु केही देख्दैन त बाबु यहाँबाट त केही देख्दैन त बाबु ओए महाकसम सहर त देख्दैन त मामी सहर त देख्दैन ओ मम्मी वाह मा
अझै डाँडा चढ्नुपर्ने रहेछ मैले त ल खत्तम वाह म चाहिँ उताबाट है यही सिटीतिरबाट आएको थियो योभन्दा नि परै हो तर यहाँको चाहिँ यताको सिटी देखाइरहेको छु म अलिकति उताको सिटी हो म चाहिँ पुरै उताबाट आयो फाइनली यो ठाउँमा पुग्यो तर कस्तो के पुरै देखेन क्या मैले पुरै सिटी चाहिँ देख्न पाएन त्यही पनि ठिक छ रमाइलो लाग्यो अझ माथि जान पाए चाहिँ मैले पुरै सिटी देख्थेँ होला सायद अनि आन्टीहरू चाहिँ त्यहाँ हुनुहुन्छ है मलाई उहाँहरूले चाहिँ जान सक्नुहुन्छ ठिकै छ अब रोमानिया पनि बोल्ने एउटा दुईवटा शब्द त बोलिदिइहाल्ने अनि माफ पाऊ म तपाईँको त्यहाँ माथि जान सक्छु भनेको सक्छ भनेको खुसी लाग्यो यहाँ रोमानियाको झन्डा पुरै फरफराइरहेछ वाउ मजाको छ र म चाहिँ लगभग कुन सिटीबाट हो भने चाहिँ म चाहिँ यताको सिटी चाहिँ होइन यताको सिटीबाट चाहिँ आएको थिएँ म खुसी लाग्यो जे होस् ठिकै छ राम्रो लाग्यो अब ब्याक हुनु पऱ्यो जानु पऱ्यो यस्तो ओह्रालो छ यस्तो ओह्रालो चढेर आउँदा पनि मलाई थकित लागेको छैन खुट्टाहरू लास्ट दुख्या छ फेरि कुदेरै जानुपर्ने छ लगभग 1 आवर जति चाहिँ मेरो टाइम खत्तम भयो है किन भन्दाखेरि बाटो थाहा पाएन गाह्रो भयो अलिअलि अब डाँडा कसरी चढ्ने हो थाहा छैन सबैको यस्तो के हो फलफुलहरू लगाउने के पुरै अनि हामी बिना अनुमति पनि जान नपाउने त्यही भएर अलिकति गाह्रो भयो अब जाँदाखेरि चाहिँ म लगभग 40 मिनटमा चाहिँ पुगिन्छ रुम फेरि त्यति चाहिँ मसँग कन्फिडेन्स छ स्पिड पनि बढाइन्छ र चाँडो पनि गइन्छ त्यही भन्छु म चाहिँ थ्याङ्क यू मुल्तिमेस या इट्स गुड थ्याङ्क यू बाई उहाँहरूलाई चाहिँ मैले बाई बाई गरिसकेको छ र म चाहिँ जानुपर्ने हुन्छ अब आफ्नो रुमतिर लेट्स गो बडी मलाई चाहिँ एकदम खुसी लागेको छैन यो ठाउँतिर आउँदा चाहिँ तर चाहे जस्तो मैले सहर चाहिँ देखाउन पाएन अब नेक्स्ट टाइम चाहिँ म अझ बेटर गर्नेछु त्यही हो अब उहाँहरू जानुहुन्छ कारमा अब मलाई थाहा छैन म चाहिँ कुदेर जानुपर्ने हुन्छ कस्तो हात दुखेको भ्लग पनि बनाउन नसक्ने हो कि के हो मलाई पनि थाहा छैन धेरै हात दुखिरहेछ उहाँहरू जानुहुन्छ कतिर जानुहुन्छ मलाई थाहा छैन न इट्स दिस साइड या ओ चर्च इट्स गुड या इट्स ओके थ्याङ्क यू उहाँहरूले चाहिँ यतातिर चाहिँ चर्च छ भन्नुभएको छ तर यता एकदमै जङ्गल छ यो चाहिँ म जाँदिनँ कि किन भन्दा मलाई डर लागिरहेको छ अलिअलि त्यही हो मान्छेको जीवन हो दुःख सुख आइहाल्छ तर दुःख आयो भन्दैमा हार खाएर भाग्ने काम चाहिँ नगर है दुःख आयो भन्दैमा भाग्ने काम चाहिँ नगर त्यही भएर दुःखलाई चाहिँ झन् दुःखै गरेर अगाडि बढ्न सिक यही चाहिँ एकदमै बलियो माइन्डसेट एकदमै होइन एकदमै माइन्डसेटलाई चाहिँ बलियो बनाऊ आफूले गर्छु भनेर लागि पर एक दिन अवश्य हुन्छ एक दिन राम्रो हुन्छ त्यही भएर म चाहिँ भन्छु गर केटाहरू गर्न चाहिँ नछोड म त्यही भन्छु न आम रनिङ थ्याङ्क यू मुल्तमेस बाई उहाँले चाहिँ मलाई सोध्नु भइरहेछ कि कहाँ जाने हो भनेर सोधिरहेछ होइन तर म चाहिँ होइन मलाई पर्दैन साला यो कुकुरले अघि मलाई भुगेको थियो यो कुकुरलाई एक के खाने हो भन्दा जान्छ होला हो यो मुजी मेरै पछि आएको थियो अघि न चिटिङ चिट गर्ने होइन टोक्ने भयो टोक न तर तँलाई म टोक्छु हेर्न फेरि भित्र अर्को भुगिरहेछ यहाँ अर्को उहाँले चाहिँ थर्काउनु भयो आफ्नो मालिकले थर्काउनु भयो तर कस्तो कुकुर के कस्तो तर्साउँछ कि कुकुरहरूले के थाहा त पुरै कुकुर छ कि यो लाइनमा फेरि कस्तो गाउँतिर पनि कुकुर पाल्ने रहेछ यता फेरि हाम्रोतिर चाहिँ कुकुर भन्ने चाहिँ पुरै छाडा हुन्छ होइन त्यस्तो टोक्ने पनि हुँदैन यतिर चाहिँ पालेको हुन्छ डेन्जर हुन्छ त्यही भएर चाहिँ एकदमै सतर्क अपनाउनुपर्छ है कुकुरदेखि चाहिँ किनकि कुकुर भनेको डेन्जर जनावर हो गोले टोक्यो भने खत्तम हुन्छ फेरि एउटा पागल यहाँ छ फेरि भित्र बसेर के भुकिरहेको सक्छ भने आइजेन बाहिर बाबु आइजेन बाबु सक्छ भने आइजेन तँसँग त म सिङ्गल भिडियो हाल्छु नि तँभन्दा खतरा छु म हे खतरा कुदिरहेको छु तँ म चाहिँ के नै हो र हानिदिन्छु होइन
पन्च हालिदिन्छु 2-4 पन्चमेट हालिदिन्छु म कुकुरलाई भित्र बसेर पुरै भुकिरहेको छ बाहिर आउन सक्नु पर्यो नि मा कसम कुत्ते साला बाघको आरा साला पछाडि देख्न सक्नुहुन्छ पुलिसहरूले चाहिँ मलाई समाते है ल मेरो त पुरै आइडी चेक गरिदिएर होइन म चाहिँ कुद्दै भिडियो बनाइरहेको थियो नि त म चाहिँ रनिङ गर्दै भिडियो बनाइरहेको थियो र कुनै एकजनाले चाहिँ पुलिसले रिपोर्ट गर्दैछ कि यहाँ एकजना मान्छे छिरेको छ यो गाउँतिर एकजना मान्छे छिरेको छ र उहाँ चाहिँ फोटो खिच्दै हिँडिरहेछ भनेर कुरा लगाइदिएछ अनि पुलिसहरू चाहिँ चट्ट परेर घर आयो र फर्किने काममा मलाई झ्याप्प समात्यो समात्न चाहिँ समातेन केही भनेन राम्रै बोलचाल भयो तिमी कहाँ के गर्छौ कहाँ काम गर्छौ तिम्रो मेन कुरो उनीहरूले चाहिने भनेको डकुमेन्ट हो डकुमेन्ट देखाऊ भन्यो मैले डकुमेन्ट देखाएँ र ठिक छ राम्रो छ म चाहिँ एरिना मलबाट जगिङ गर्दै यहाँसम्म आएको भनेको ठिक छ भन्यो अनि मैले आफ्नो आइडी देखाएँ र उहाँहरूले भन्नुभयो कि अब तपाईँ जान सक्नुहुन्छ थ्याङ्क यू सो मच कुनै मान्छेले चाहिँ यतातिर एकजना मान्छे छिर्याछ उसले चाहिँ भिडियो बनाएर यतातिर छिर्याछ भनेर पुलिसमाथि चाहिँ रिपोर्ट गरे रहेछ ठिकै छ अनि फर्किने क्रममा चाहिँ पुलिसले झ्याप्प मलाई समात्यो र भन्यो कि समात्न चाहिँ समातेन स्टप भन्यो म रोकेँ अनि मलाई सोध्यो यसरी पर्सनल लाइफमा अरूको फोटोहरू खिचेर हिँड्न मिल्दैन भनेर भन्यो मैले नि हुन्छ ठिकै छ भने अनि मेरो डकुमेन्टहरू चेक गर्यो अनि मैले डकुमेन्टहरू सबै देखाएँ राम्रो लाग्यो राम्रोसँग कुरा गर्यो र मेरो आइडियाहरू पनि उहाँहरूले टिप्नुभयो र मलाई छोड्नुभयो आज चाहिँ मैले सोचे भन्दा पनि बढी रनिङ गरेँ मैले लगभग 18 देखि 19 किलोमिटर चाहिँ रनिङ गरेँ एकदमै धेरै टाढा भयो है मैले चाहिँ सोचेको थिएन यति गर्छु भनेर तर कुद्दै जाँदाखेरि मेरो पैताला रोकेन कि मलाई डाँडैतिर जानु थियो डाँडा त पुग्यो तर राम्रोसँग देखाउन पाएन त्यही हो अब के छ र अरू त अब सबैजनाले भिडियोमा चाहिँ माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है त्यही भन्न चाहन्छु सबैजनाले चाहिँ एकदम बलियो सपोर्ट दिनु पर्यो पिस लभ यु गाइस फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला बाई